ल आज हाम्रो टपिक पाठ कति रहेको छ? पाठ 5। पाठ 5 मा के छ टपिक हाम्रो? जीवन प्रक्रिया। जीवन प्रक्रियालाई इंग्लिश में के भन्छ त? लाइफ प्रोसेस। के भन्छ इंग्लिश में? लाइफ प्रोसेस भन्छ हैन। अब यहाँ हेर्न सक्छौं हामीलाई चित्र मार्फत पनि बुझाउन कोशिश गरिएको छ हैन। यो चित्र मार्फत अब यहाँ जीवन प्रक्रियाको के हो कार्यहरू हैन, के कार्यहरूलाई मिलाएर एउटा जीवन प्रक्रिया बन्छ। के बन्छ? जीवन प्रक्रिया बन्छ। त फर्स्ट में हामीले पढ्न गएका छौं परिवहन। फर्स्ट में के पढ्न गएका छौं? परिवहन। परिवहन भनेको के हो त? जुन हाम्रो ब्लड सर्कुलेट हुन्छ भित्रबाट हाम्रो बडीमा के सर्कुलेट हुन्छ? ब्लड। मतलब कि हाम्रो बडीमा एक ठाउँबाट अर्को ठाउँमा जाने भनेको त ब्लडै हो। त्योहरू पनि के छ? हो। त त्यही ब्लडले के गर्छ त? हामीले जुन खाना खान्छौं नि त्यो खानाबाट जुन एनर्जी आउँछ, न्यूट्रिएंट्स आउँछ, जुन प्रोटीन आउँछ, भिटामिन आउँछ, त्यो भिटामिन, प्रोटीन, न्यूट्रिएंट्स, ग्लुकोज त्यो बडी को हरेक पार्ट में पुर्याउने काम कसले गर्छ त? परिवहन प्रोसेसले गर्छ। केले गर्छ? परिवहन प्रोसेसले ब्लडले गर्छ। मतलब कि एक ठाउँबाट अर्को ठाउँमा त्यो पुर्याउने काम गर्छ। त्यो परिवहन प्रोसेस भएन भने जस्तै हाम्रो यहाँ खाना बनिएको छ यही रहिहाल्यो यो ठाउँको विकास हुन्छ। हात रहिहाल्छ यत्रै तर राम्रो देखिन्छ? देखिँदैन। खुट्टा रहिहाल्छ यत्रै हो कि हैन? हो। यो ब्लड हाम्रो नसा नसा पुरै बडीमा छिरेको छैन, नसा फैलिएको हुन्छ नि हो। त्यही नसाबाट के जान्छ? ब्लड जान्छ। ब्लडले के लिएर जान्छ? खाना लिएर जान्छ, एनर्जी भिटामिन लिएर जान्छ, प्रोटीन लिएर जान्छ, ग्लुकोज लिएर जान्छ बडी को एक ठाउँबाट अर्को ठाउँमा। अन्डरस्टुड? अब यो के रहेको छ त हाम्रो? सास प्रश्वास प्रणाली प्रक्रिया। यसलाई इंग्लिश में के भन्छौं हामी? रेस्पिरेटरी सिस्टम। के भन्छौं? रेस्पिरेटरी सिस्टम भन्छौं। यो रेस्पिरेटरी सिस्टम भनेको के हो त? जुन हामीले के रे सास फेर्दाखेरि अक्सिजन भित्र लिन्छौं र कार्बन डाइअक्साइड के गर्छौं? बाहिर फाल्छौं हैन। हो। त्यसैको कारणले हाम्रो जीवन मान्छे मरेको कसरी थाहा पाउँछ? उसको सास चल्दैन। चल्छ मरेको मान्छेको सास? हैन। त मतलब कि हामीले बाँच्नको लागि यो हाम्रो सास प्रश्वास प्रणाली एकदम आवश्यक छ। बुझ्यो? यसले नै बाहिरबाट के तान्छ? अक्सिजन तान्छ र फाल्ने काम के गर्छ? कार्बन डाइअक्साइड फाल्ने काम गर्छ। कसले गर्छ? लंग्सले। कसले? लंग्सले। यो प्रक्रियालाई के भन्छ त? सास प्रश्वास प्रक्रिया प्रणाली। बुझ्यो? वेट। अब यहाँ हेर्ने हाम्रो यो के छ? यो निष्कासन। के लेखेको छ? हो। एक्सक्रेटरी सिस्टम भन्छ यसलाई। के भन्छ? एक्सक्रेटरी सिस्टम। निष्कासन भनेको जुन हामीले खाना खान्छौं त खानामा सबै चिज त पुरै हाम्रो बडीलाई चाहिएको हुँदैन हो कि हैन? अब खोलहरू बडीलाई चाहिएको हुन्छ। जस्तै उखु के खाएर बुझ्यो तिमीहरूले? यो हाम्रो के हो त? निष्कासन प्रक्रियाको फोटो हो। के हो? निष्कासन प्रक्रियामा जस्तै हाम्रो बडीलाई सबै कुरा त आवश्यक छैन हो कि हैन? जस्तै उखु मेसिन हेरेछौ तिमीहरूले? उखको जुस पिएछौ? त्यो उखुको जुस पेल्दाखेरि यसको जुस तल झर्छ अनि त्यो त्यसपछि जुन उखुको त्यो उड्सहरू हुन्छ त्यो बाहिर निस्किन्छ। त्यो के भइहाल्यो? त्यो पनि चाहियो जुसमा। हामीलाई काम कुन लाग्छ? जुस काम लाग्छ नि। त त्यो उड्सहरू फेकाउँछ कि फेकाउँदैन? फेकाउँछ। त्यस्तै निष्कासनमा पनि के हुन्छ? हाम्रो बडीलाई जति चीज चाहिन्छ, जति एनर्जीको लागि न्यूट्रिएंट्स, भिटामिन, प्रोटीन, ग्लुकोज जे चाहिन्छ त्यो हाम्रो बडीले लिन्छ र बाँकी रहेको कुरा जुन हाम्रो पच्दैन, जुन हाम्रो बाँकी बडीलाई चाहिँदैन त्यो कुरा के हुन्छ त? बाहिर फ्याँकिन्छ दिशा मार्फत, पिसाब मार्फत। के मार्फत? दिशा मार्फत र पिसाब मार्फत के हुन्छ? बाहिर फ्यालिने काम गर्छ। त्यसलाई नै के भनिन्छ त? निष्कासन। यो निष्कासनमा जुन हाम्रो लार्ज इन्टेस्टाइन छ र स्मल इन्टेस्टाइन छ योहरू इन्भल्भ भएको हुन्छ। बुझ्यो? यसैबाट के हुन्छ? पच्दै पच्दै यहाँबाट निस्किने काम गर्छ हो कि हैन? हो। ल अर्को के छ त? प्रजनन। के छ? प्रजनन।
प्रजनन भनेको इंग्लिशमा भन्छ रिप्रोडक्सन के भन्छ हो यसलाई भन्छ रिप्रोडक्टिभ सिस्टम के भन्छ हो रिप्रोडक्टिभ सिस्टम भन्नाले के हो त जुन मान्छे अब कुनै पनि जनावर मान्छेबाट फेरि उसको छोराछोरी पनि निस्किन्छ निस्किन्छ कि निस्किँदैन फेरि छोराछोरीबाट पनि छोराछोरी निस्किन्छ जन्माउँछ नि हो प्रजनन प्रक्रिया भन्छ के भन्छ प्रजनन जुन छोराछोरी जन्माउनको लागि जुन सिस्टमले काम गर्छ यो महिलामा हुन्छ हैन त्यो महिलामा के हुन्छ भित्रभित्र के हुन्छ बच्चाको विकास हुन्छ अनि पछि बच्चा जन्माउँछ त्यस्तो क्षमतालाई के भन्छ त प्रजनन भन्छ के भन्छ हो त्यो सिस्टमलाई त्यसपछि के हुन्छ उत्पचायन के छ उत्पचायन मतलब कि हाम्रो खाएको खाना पचाउने काम पनि त हुनु पर्यो हुन्छ कि हुँदैन खाएपछि त्यही भात खाएपछि भातै निस्किन्छ पाचेर निस्किन्छ नि हो त यो पचाउने सिस्टमलाई के भन्छौँ त हामी उपपाचन भन्छौँ के भन्छौँ उपापचयन के भन्छौँ उपापचयन भन्छौँ हैन त्यसपछि पोषण भनेको हामीलाई इनर्जीको लागि काम गर्नको लागि बडीको विकासको लागि के चाहिन्छ